हजुरहरूले ब्रासको मूर्ति देख्नु नै भएको छ होला, तर यो कसरी बन्छ हजुरलाई थाहा छ? यो हो व्याक्स इन्जेक्टर। यसमा हामी व्याक्स मेल्ट गरेर हाल्नेछौँ। 5 इन्ची सरस्वतीको मोल्ड लिएर हामी यसभित्र अब व्याक्स इन्जेक्ट गर्नेछौँ। यसलाई हामी अब केही समयको लागि कुल डाउन गर्नलाई छोड्नेछौँ र मोल्डभित्रको व्याक्स पिसलाई बिस्तारै निकाल्नुपर्ने हुन्छ। अब हाम्रो व्याक्स पिसलाई हामी फिनिसिङ गर्नेतर्फ लाग्नेछौँ। यसको हात, सिता र परुवा जोडेपछि हाम्रो स्ट्याचु यस्तो देख्नेछ। त्यसपछि हाम्रो फिनिसिङ भएको सरस्वतीलाई ट्री जोड्नेतर्फ लाग्नेछौँ। रबर बेसमाथि हाम्रो सरस्वतीलाई मिलाएर ट्री जोड्नेछौँ र ट्री जोडेपछि यस्तो देखिनेछ। यसलाई अब हामी फलामको फ्लास्कभित्र राख्नेछौँ। यसपछिको प्रोसेस हाम्रो पार्ट 2 मा आउनेछ। सो स्टे ट्युन एन्ड टेक केयर।